Hello guys, here is Preeti and Ubani. And आज चाहिँ हामी चाहिँ धान रोप्न जान लागेको धान रोप्नलाई लेट्स गो लक्ष्मी दिदीहरु चाहिँ अघि नै गइसक्नु भएछ म चाहिँ भर्खरै आएको त्यही भएर यो चाहिँ अब रोपाइँ गर्नुको लागि खनिँदै छ खन्नको लागि चाहिँ मान्छे बोलाउनु भएको थियो रोप्ने यही बारीमा रोप्ने भएको छ हामीले लक्ष्मी दिदीहरु चाहिँ उता धानको बिउ लिन जानुभएको रहेछ सो म पनि जान्छु अब त्यहीँनिर यहाँनिर चाहिँ धानको बिउ छ र लक्ष्मीले चाहिँ यसरी धानको बिउ उखाल्दै हुनुहुन्छ उखाली पनि सक्नु भएछ यो चाहिँ आफै रोपेका अरे दिदीले आफै भनेको नि आफै हो हामी यो धानको बिउलाई लिएर उता धान रोप्छौँ गाइज यसरी धानको बिउ लिएर अब हिँडिसक्यौँ धान रोप्छ गाई यस्तो बफ बनाउनु पर्यो नि त हैन म त कपाल नकोरिकन आएको मैले कसलाई भनिए कि है आज चाहिँ हामीलाई मौसमले साथ दिँदैन जस्तो छ पानी पर्न लागेको छ गाइजहरू हेर्न सक्नुहुन्छ यसरी पानी पर्छ हाम्रो बारीमा अनि यसरी लक्ष्मी दिदी चाहिँ सबैभन्दा फर्स्टमा धान रोप्नको लागि मैदानमा प्रवेश गरिसक्नु भएको छ अब बोयफ्रेन्ड नभए पनि दिदीसँग यस्तो ट्रेन मेन्टेन गरिदिउँ न भनेर यस्तो भिडियो पनि बनाइयो होइन तर गीत थाहा छैन यसमा के हो अनि हामीले चाहिँ भर्खर त धान रोप्न सुरु गरेको थियौँ पानी दर्किहाल्यो कति रमाइलो तर पानी पर्दा त लास्ट रमाइलो लाग्छ मलाई अब पानीमा भिजेर काम त गर्न सकिन्न त्यही भएर हामी चाहिँ घरमा जान्छौँ अब पानी रहेपछि फेरि आउँछौँ अब हामीलाई चाहिँ धान रोप्नलाई अब पानीको चाहिँ प्रख्यात सुविधा भइसकेको छ तर यो प्रख्यात सुविधामा हामी धान रोप्न सकेको अवस्था छैन एउटा प्लास्टिकको जरुरत छ हामीलाई जुन प्लास्टिक उपलब्ध भएको छैन त्यही भएर हामीले धान रोप्ने दिनमा आराम पाएका छौँ घरमा अब यसरी एकछिन आराम गर्छौँ पानी रहेन भने आनन्दले सुत्न पाइन्छ लक्ष्मीले बनाउँछन् पानी परेको जस्तो खतरा बनाउँछ होइन अनि मेरो बहिनी यति मिठो चिया बनाउँछ यति मिठो चिया बनाउँछ त्यसले बनाएको चिया हाल्यो अनि चिया र धुनो मिठो तर मैले मिठो चिया बनाउँछु आज मैले ट्राई गर्छु किनकि अहिले म ट्राई चाहिँ गर्न पाएँ म कति गोरी देख्यो लक्ष्मीले भन्दा प्लास्टिकको मेन घरपेटीमा नै आइदिनु भयो छाता ओढेर अब प्लास्टिक खोजिदिनै लाग्नुहुन्छ अब प्लास्टिक ल्याइदिनु भयो प्लास्टिकको सुविधा अब गर्नुहुन्छ अब प्लास्टिक ल्याइदिनु पनि गर्ने हो यहाँ चाहिँ डिस्कसन चल्दैछ अब हामी यस्तो निहालेर तपाईँलाई हेरेको हेरेको लगाएन नि हामी आएको के प्लास्टिक आइसकेको छ पानी चाहिँ फेरि अलिअलि गइसकेको छ त्यही भएर हामी चाहिँ प्लास्टिक ओढेर फेरि हिँड्न लागिसक्यो किसान भाइब्स होइन अस्ति भएर हामीले हेर्ने कथामा होइन सुखी किसानको कथा हेरेको थियौँ त्यही लागि हामी वर्षमा एकचोटि धान रोपेर सुके किसान यसरी प्लास्टिक पनि हुन आएन अर्को दिन म चाहिँ यसो थकै लाएर बसेको अनि यस्तो रमणीय भ्यू हेर्दै
बस्ताले त झन् यस्तो छ बिगाडी अब हाम्रो चाहिँ यसरी धान रोपेर सकिसकेको छ हामी चाहिँ यसरी घरतिर लाग्छौँ कोदालो बोकेर यसरी अब चाहिँ हामी सब धान रोपेर काम सकेर चाहिँ घर आएर हात खुट्टा धोएर चाहिँ घरमा छिर्छौँ अनि त्यसपछि आनन्दले यसरी काम गरेर खाजा खानुको त मजै छुट्टै छ के अनि खाजा खायौँ हामीले चिया पनि बनाएको थियौँ तर चिया यति मिठो थियो कि भिडियो बनाउनै बिर्सेछ के सो आजलाई यति नै गाइज बाई बाई सी यू इन नेक्स्ट ब्लग I just had to let you know you're